त्यो पालन गर्ने चाहिँ यो मान्छेहरूको इच्छा हो। त्यही भएर विगतको दिनमा मबाट तिमीहरूलाई चाहिँ भएको चाहिँ कुनै पनि गल्ती छ भने यो गल्तीलाई चाहिँ मलाई माफ गरिदियो र त्यसलाई चाहिँ बिर्सेर अब चाहिँ हाम्रो भेट कहिले हुने हो थाहा छैन। तर सामाजिक सञ्जालमा तिमीहरू अलिकति ठुलो हुँदै जान्छौ, सामाजिक सञ्जालमा भेट चाहिँ पक्कै हुन्छ। त्यही भएर अब ठुलो भएपछि मैले तिमीहरू बिर्से पनि मलाई चाहिँ तिमीहरूले नाम भनिदियो भने म पुग्छ र तिमीहरूले चाहिँ मलाई चाहिँ जति बेला पनि फेसबुकहरूमा म्यासेन्जरमा चाहिँ तिमीहरूले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्छौ, भेट्न सक्छौ र कसैलाई केही परियो भने पनि त्यतिखेर म समस्या समाधान गर्न सक्छु है। यति भन्दिकै म आफ्नो 2 शब्द बन्द गर्छु। एकछिन फोटो